अभिवादन। आज मेरो तर्कको विषय रहेको छ एआई शिक्षाको लागि वरदान हो, तर म यसको विपक्षमा बोल्न गइरहेकी छु। सभापति महोदय, एआईले हाम्रो सोच्ने क्षमतालाई मारिसकेको छ। म अहिले नै पेपर र कलम निकालेर दिन्छु कि मेरो विपक्षी दलको मित्रहरू तपाईहरुले 5 मिनेट भित्रमा एआई को सहयोग बिना एउटा पत्र लेखेर देखाउनुहोस्। अनि म मान्छु कि एआई शिक्षाको लागि वरदान हो भनेर। सभापति महोदय भन्छन् नि, लाटा 1 बल्डाङ लड्छ र बाठा 10 बल्डाङ। सभापति महोदय 10 बल्डाङ। जहिले पनि जसरी सबै बाटोले सही लक्ष्यमा पुर्याउँदैन नि मेरो विपक्षी दलको मित्रहरू, हो त्यसरी नै सबै वैज्ञानिकको प्रविधिले असल भविष्यमा पुर्याउँछ भन्ने के छ सभापति महोदय? के छ? मेरो विपक्षी दलको मित्रले अगाडि आएर पुलपी ठट्टाई ठट्टाई भन्दै हुनुहुन्छ होला कि एआई प्रविधि असल हो भनेर। तर म भन्छु सबै वैज्ञानिकको प्रविधि असल हुन्छ भने नि सभापति महोदय, के एटम बम पनि असल हो? जापानको हिरोशिमा र नागासाकीको त्यहाँको साना साना बालकहरूले सोध्नुहोस् मेरो विपक्षी दलको मित्रहरू कि यो प्रविधि के हो? उनीहरूले थाहा छ त्यही प्रविधिले गर्दा आजकल साना साना बालकहरू पनि अपाहिज जन्मिन्छन् सभापति महोदय, अपाहिज जन्मिन्छन्। के त्यो प्रविधि असल हो? के त्यो प्रविधि असल हो? मेरो विपक्षी दलको मित्रलाई एआई प्रविधि असल लाग्छ भने, तर मलाई लाग्दैन। एआईलाई कृत्रिम बुद्धिमत्ता भनिन्छ। यो भनेको प्रविधि त होइन सभापति महोदय, यो भनेको त आफ्नै खुट्टामा बन्चर हान्नु सभापति महोदय, आफ्नै खुट्टामा बन्चर हान्नु। एआई शिक्षाको लागि वरदान हो अरे। अहिले जुन एआईले हामीलाई राम्रो बनाइरहेछ, अहिले जुन एआईले हामीलाई वस्त्र लगाइरहेछ सभापति महोदय, कुन दिन हामीलाई जब वस्त्रहीन बनाउँछ नि तब के भन्नु सकिन्छ एआई शिक्षाको लागि वरदान हो भनेर सभापति महोदय? तब के भन्नु सकिन्छ एआई शिक्षाको लागि वरदान हो भनेर? कुनै चिजलाई भरोसा गर्नु लागि त 10 चोटि सोच्नुपर्छ भने सभापति महोदय। मेरो विपक्षी दलको मित्रहरू, जुन चिजको भरोसा नै छैन त्यसलाई कसरी कृत्रिम बुद्धिमत्ता भन्नु? कसरी कृत्रिम बुद्धिमत्ता भन्नु? एआई शिक्षाको लागि वरदान हो भने, कृत्रिम बुद्धिमत्ता शिक्षाको लागि वरदान हो भने एलन मस्क जस्तो व्यक्तिले किन भनेको कि एआईले एक दिन हामीमाथि राज गर्छ विपक्षी दलको मित्रहरू र रोबोटले एक दिन हामीमाथि राज गर्छ भनेर किन भनेको एलन मस्क जस्तो व्यक्तिले? एआई शिक्षाको लागि वरदान हो भने, कृत्रिम बुद्धिमत्ता शिक्षाको लागि वरदान हो भने आसाममा हामी जस्तो एउटी छोरीको किन बदनाम भयो? हामी जस्तो पसिना बगाई बगाई जम्मा गर्ने पैसाको जसले पैसा गर्छ त्यही एआईले लुट्यो। त्यही एआईले भोइस क्लोनले सभापति महोदय, त्यही भोइस क्लोनले एआई जस्तो अपवित्र नामलाई शिक्षा जस्तो पवित्र नाममा जोड्न मिल्दैन सभापति महोदयज्यू। शिक्षा जस्तो पवित्र नाममा जोड्नु मिल्दैन। अन्तमा मेरो विपक्षी दलको मित्रलाई भन्न चाहन्छु कि कागले काग लग्यो भन्दैमा पछाडि नकुद्नुहोस् है मेरो विपक्षी दलको मित्रहरू, पछाडि नकुद्नुहोस्।